हेलो हजुर नमस्ते, यहाँहरू सम्पूर्णलाई स्वागत छ दिपना ब्लगमा। र आज भने हजुरहरू सामु चाहिँ म मेरो गाउँको अवस्थाबारे ताजा अपडेट दिन गइरहेको छु। साथीहरू, यो चाहिँ अलैँचीको बगान है। हाम्रो गाउँको अलैँचीको बगान यस्तो छ। यसलाई कालो सुन पनि भन्ने गरिन्छ। यो सबै यिनीहरू चाहिँ अलैँची छ है। यो जङ्गलमा चाहिँ जङ्गल देखिन्छ, तर अलैँची यो चाहिँ अलैँचीमा लाउने पानी घुमाउनको लागि नाला तयार गर्दै गरेको हो। यो नाला यसरी लगाएर तानेपछि चाहिँ सजिलो हुँदो रहेछ। यो सबै अलैँची बगान है। यस्तो छ अलैँचीहरू। यो चाहिँ बारीमा कोदो पनि एकदम पानीले गर्दाखेरि सबै ढलाएछ। यहाँ त राम्रो त देखिँदैन रहेछ। यस्तो छ मेरो गाउँ। यस्तो छ। यस कुहिरो बादलहरू लागिरहेछ। हेर्नु, मेरो घर चाहिँ यो हो। मेरो घर वरिपरि चाहिँ धन्न धान काटेर उठाइसकेको थियो। झारी पनि सकेको छ। अलिकति पराललाई मात्रै राखेको छ। त्यही भएर मेरो घर वरिपरि चाहिँ कालो छ। घर मुनितिर कोदो बारी छ। कोदो पनि कुनै ठाउँ पानीले गर्दाखेरि ढलिरहेछ है। अनि मेरो गाउँमा मङ्सिर लागिरहेछ। अरू धानहरू चाहिँ पहेँलो पाकिरहेछ। यो वर्षा नभई घाम लागेको भए चाहिँ आज भोलितिर काट्न हुने समय हो। यो मङ्सिर लागेको छ पुरै। अनि यस्तो छ। अनि यो पारीतिर चाहिँ यो चाहिँ फुरुम्बु, यता माथिको त्यो चुचुरी पाथी भला, त्यस पछाडि यता मुनितिर फुरुम्बु, त्यस पछाडि यता हाङ्लेवा देखिरहेछ। र यता फुङलेङ बजार चाहिँ यता छेलिरहेको छ यो बाख्राको खोरले। यहाँनिर चाहिँ काकी छ्यामा हाँस्दै हुनुहुन्छ यहाँ काकी र छ्यामा। यो घरले छेलिरहेछ है। फुङलेङ बजार चाहिँ यस्तै छ मेरो गाउँका हालत अहिले मङ्सिरमा। अब मङ्सिर थन्काउने बेलामा चाहिँ पानी पर्छ। असारमा चाहिँ पानी थिएन र एकदम बिजोग भइरहेको थियो। पानी नपुगेर खेत रोप्नलाई एकदम गाह्रो भइरहेको थियो। कुनै ठाउँ चाहिँ हाम्रो गाउँमा खेतहरू पुरा बाँझो भएर हेर्नु न कस्तो भएको छ भने सबै तितेपाती घारीहरू छ। कुनै खोला खुल्सिउँदी चाहिँ अलैँची छ। अनि यस्तो भइरहेछ है हाम्रो गाउँ। एकदम धान पाकेर पहेँलपुर हुनेमा घाम लागेको मौसम छैन। चिसो छ, जस कारण म चाहिँ अलिअलि पानी परिरहेछ जस्तो लागेर चाहिँ छाता पनि ओढिरहेको छु, तर खासै ठुलो चाहिँ होइन। यस्तै छ साथीहरू मेरो गाउँ। फुलहरू पनि हेर्नु न बिचरा भइरहेछ। पानी परेर सबै लत्रिरहेछ। यस्तो राम्रो फुलहरू तिहारमा चाहिँ फुलेको थिएन। तिहार पछि चाहिँ भइरहेछ। धन्यवाद यहाँहरू सम्पूर्णलाई मेरो दिपना ब्लगमा रहेको भिडियो हेरिदिनु भयो। खुसी लाग्यो। र पुनः पनि यस्तै खासै भिडियो बनाउन चाहिँ आउँदैन, यस्तै भिडियो लिएर आउने नै छु। र मेरो दिपना ब्लगलाई चाहिँ सब्सक्राइब, सेयर, लाइक, कमेन्ट गरेर चाहिँ साथ दिनु होला। र सब्सक्राइब गर्नको लागि चाहिँ @विष्णुराई954 सर्च गर्नुभयो भने अवश्य पनि दिपना ब्लग पाउनुहुनेछ भन्दै अहिलेलाई चाहिँ बाई बाई।